हैन अब पर्सेर जाने छम ल अब म लाइभ गर्छु है त ल गाइज हामी चाहिँ आज कस्तो लागिरहेछ यिनीहरू दाइहरू चाहिँ हामी अब योभन्दा अगाडिको गाउँ चाहिँ कागबेनी जाँदैछौँ है कागबेनी अब लगाइसक्यो है हाम्रो गुरुजी यहाँ हो होइन बाटो चाहिँ राम्रो छ पुरै मरुभूमि टाइपको छ है अगाडि हेरौँ अब अगाडि देखाउँछु म ए पुरै मरुभूमि छ माथि घाम पनि लागेको छ अब निलगिरी हिमालहरू यी सबै देखिन्छन् है यहीँबाट चाहिँ मौसम पनि आज क्लियर छ रमाइलो भइरहेछ है ल एकदम बब्बाल चिन्ह रहेछ ल यहाँ चाहिँ बब्बाल ठाउँ रहेछ है स्वर्गै रहेछ अगाडि यो निलगिरी हिमाल हो होइन हामी निलगिरी होइन त यो हो निलगिरी हिमाल रहेछ अगाडि अब हामी थोरै समयमा कागबेनी बजार पुग्छौँ यता अगाडि जुमसुनबाट आयो तलको बाटो चाहिँ उसमा रहेछ रोल्पा जाने होइन अहिले चाहिँ हामी लगभग उसमा आइपुगेका छौँ है ल यो मुक्तिनाथ जाने बाटो आयो गाइस ल यो मुक्तिनाथ जाने यो कागबेनी भयो अहिले हामी चाहिँ अप्पर मुस्ताङ यहाँबाट छुट्टिँदो रहेछ गाइस ल है याद गरौँ यो चाहिँ हाम्रो हिमाल हो यहाँको चाहिँ अब मौसम आज क्लियर छ अगाडि घाम लागिरह त्यसले गर्दा क्लियर मौसम भएको छ यो कागबेनी बजार हो है कागबेनी धाम हो ए हो ल ठिक छ हो रहेछ सही हो के गरेर जाने ल फापर सेउरको बोर्ड उता चाहिँ हिमाल स्वर्गभन्दा प्यारो रहेछ है गाइस आफ्नै देशमा भएको चिज बजेट कच्ची बाटो सुरु भयो अस्तिको बाढीले यहाँ आएर मिसिने रहेछ है यहाँ त अब हिमालय गाई छ है यता नि हिमाल छ यता नि हिमाल छ यता पनि हिमालय छ है पुरै हिमालको बिचमा आइपुगेको छौँ है हामी यो हिमाल हो अब हामी यहाँबाट यता जान्छौँ यो स्वर्ग फापरको ढिलोमा चलिरहेछ है बब्बाल चाहिँ ल बाटो दामी छ सब मरुभूमि यतातिर केही हुन्न हिउँले गर्दाखेरि हो ट्याक्कै घामको देखा रमाइलो देखा पहाड काटेर बनाएको है बाटो पनि यही पहाड हो सही रहेछ बब्बा चिन्छ ल बब्बा चिन्छ ल वरिपरि हिमालयमालको बिचमा हामी छौँ है बब्बा रमाइलो भएर है अब चाहिँ अगाडि चाहिँ एकदमै राम्रो सिन छ अब यो हिमालका टाकुरा यता कुरा सबैतिर होइन मान्छेहरू बाइकमा पनि आउँदो रहेछ यतातिर है जता हेर्नु त्यति राम्रो छ बब्बाल रमाइलो ठाउँ छ किन बब्बाल हो यता नि हिमाल उता हिमालको बिचाङ गाउँ थोरै विचार गरौँ नि हावा पनि सफा यहाँ त जता हेऱ्यो उतै राम्रो सुन्नु जता हेऱ्यो उतै राम्रो भनिदिनु कस्तो लगाइरह आज कस्तो लगाइरह ल आज गुरुले सब घुमाउनुहुन्छ है कस्तो लगाइरह
क्या